नमस्ते। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मुस्कान 95.5 मेगाहर्ज। कार्यक्रमको नाम हो युवा नै शक्ति, देश युवा युवा शक्ति देशको शक्ति। कार्यक्रमको साथमा तपाईँ माझमा उपस्थित भएका छौँ प्राविधिक मित्र अनिसको साथमा म हो कार्यक्रम सञ्चालक अमित यादव। यो कार्यक्रम हरेक सप्ताह बिहान 9 बजेदेखि 9:30सम्म तपाईँ माझमा प्रस्तुत हुने गर्दछन्। यस कार्यक्रममा हामी एउटा युवाले देशलाई के दिन सकिन्छ र कसरी दिन सकिन्छ भन्ने विषयमा यहाँहरूको बिचमा प्रस्तुत गर्दै आइरहेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरुवात गरौँ है त। आजको विषयवस्तु रहेको छ नैतिक मूल्य र दूरदर्शिता, भ्यालुज एन्ड भिजन। हाम्रो काम विगतलाई दोष दिनु होइनन्, बरु भविष्यको मार्ग निश्चित गर्नु हो। जोन एफ केनेडीले भन्छन्, बच्चा जन्मिँदा सबैभन्दा बढी खुसी को हुन्छ? आमा बुबा र साथीभाइ। दुखी को हुन्छ? त्यही बच्चा। जब मान्छे मर्छन् त्यति बेला ठुला ठिक्क उल्टो हुन्छन्। हामीले यो दुनियाँमा के राम्रो गर्न सक्यो भनेर हामी खुसी हुनुपर्दछन्। मानिसको देहान्त हुँदा दुनियाँलाई रुनु दिनु राम्रो हुन्छ कि यसले एउटा राम्रो व्यक्तिलाई गुमायो? हिन्दू सम्प्रदायमा मृत्यु हुँदैमा मानिस मरिँदैनन् भन्ने विश्वास गरिन्छन्। उनीहरूले गरेका राम्रो कामले उनीहरूको नाम अमर हुन्छन् भन्ने मानिन्छ। जब कुनै व्यक्तिको देहान्त हुन्छ, मानिसहरू उसको सासाना सहयोगी बानीहरू याद गर्छन्। कसैको देहान्त भएपछि उनीहरूको प्रभाव अझ बढ्ने गर्छन्। मानिसहरू उसका सानातिना असल कुराहरू गम्भीरतापूर्वक सम्झिन थाल्छन्। कुनै पनि व्यक्ति आफूले पाउने कुराका लागि सम्मानित हुँदैनन्। व्यक्तिले दिएको कुराका लागि सम्मान गर्ने गरिन्छ हो। महात्मा गान्धीका अनुसार 7वटा पापहरू छन्: काम बिनाको सम्पत्ति, चेतना बिनाको आनन्द, चरित्र बिनाको ज्ञान, नैतिकता बिनाको व्यवसाय, मानवीयता बिनाको विज्ञान, त्याग बिनाको धर्म, सिद्धान्त बिनाको राजनीति। यी सबै कुराहरूले मूल्यको अभाव दर्शाउँछन्। हामी आफ्नो जीवन मूल्यलाई कसरी लिइरहेका छौँ? मलाई लाग्छ परीक्षण गर्ने 2 आधार मात्र हुन्छन्। टेस्ट गर्ने 2टा आधार हुन्छन् है। ती के हुन्छ भन्दाखेरि यी मध्येको केही मुख्य चाहिँ आमा परीक्षण, मामा टेस्ट है। घर वा कार्यालयमा जब तपाईँ एक्लै वा समूहमा कुनै काम गर्नुहुन्छन्, आफूलाई प्रश्न गर्नुहोस्, मैले यो काम गरिरहेको मेरी आमाले देखिन् भने गर्वले मलाई चाबस वा गुड छोरा भन्छन् कि वा मैले गरेको कामबाट लज्जित भएर टाउको निहुराउँछिन्? तपाईँको मूल्य यस प्रश्नको उत्तरबाट स्पष्ट हुन्छन्। यदि तपाईँले आमा परीक्षणमा उत्तीर्ण हुनुभयो भने अरू परीक्षण अनुत्तीर्ण भए पनि केही फरक पर्दैन। तर यदि तपाईँ आमा परीक्षणमा असफल हुनुभयो भने अरू जुनसुकै परीक्षामा सफल हुनुभए पनि त्यसको केही खासै महत्त्व हुँदैनन्। तपाईलाई आमा परीक्षण सुहाउँदो नभएको अवस्थाका लागि अर्को परीक्षण पनि छ, बुबा परीक्षण। यो परीक्षण तपाईँ घरमा वा बाहिर एक्लै वा कसैसँग कुनै काम गरिरहनु भएको छ भने आफैलाई प्रश्न गर्नुहोस्, यदि मेरो छोराछोरीले मैले यो काम गरिरहेको देखेँ भने म आफूले गरिरहेको काम उनीहरूलाई गर्वसाथ देखाउन चाहन्छु वा उनीहरूले नदेखुन् भनेर लुकाउँछु? यस पटक पनि तपाईँको दुविधा चाँडै हटेर जान्छन् र तपाईँले सही उत्तर पाउनुहुन्छ। यदि यी 2 परीक्षणले व्यक्तिको मूल्य स्पष्ट पार्दैनन् भने केले पार्छन् त? तपाईँहरू यहाँ कमेन्ट पनि गर्न सक्नुहुन्छ। र प्राविधिक रूपमा साथ दिनुहुने प्राविधिक दाजु अनिसलाई पनि धन्यवाद दिँदै कार्यक्रम मुस्कानबाट म कार्यक्रम प्रस्तोता अमित यादव पनि छुटिँदैछु। यहाँहरूको दिन शुभमय होस्। धन्यवाद।